हेलो सम्पूर्ण साथीहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। आज फेरि पनि मैले केही विशेष जानकारी चाहिँ हजुरहरूको लागि म लिएर आएछु। सो यो भिडियोलाई तपाईहरू स्किप नगरिकन हेर्नुहोला र यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्दिनुहोला। र यो भिडियो मार्फत म हजुरहरूलाई मलेसियाको कुन डिमान्ड चाहिँ अहिले आएछ र मलेसियामा चाहिँ अहिले के अपडेट आएछ भन्ने विषयमा म तपाईहरूलाई जानकारी गराउन चाहन्छु। यदि तपाईहरू वैदेशिक रोजगारमा जान चाहनुहुन्छ अथवा तपाईहरू वैदेशिक रोजगारको लागि तपाईले कुरेर बस्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरूको लागि बेस्ट हुने हो। त्यही भएर यो भिडियोलाई तपाईहरू स्किप नगरिकन हेर्नुहोला र यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्दिनुहोला। सर्वप्रथम म तपाईहरूलाई अझ एउटा जानकारी गराउन चाहन्छु। यदि तपाईहरू अनलाइनबाट पैसा कमाउन चाहनुहुन्छ, यदि तपाईहरू मलेसियामा हुनुहुन्छ त्यहाँबाट तपाईहरूले अनलाइन पैसा कमाउन चाहनुहुन्छ भने तपाईहरूले मेरो युट्युब च्यानलमा गएर भिडियो हेर्नुहोला र त्यहाँबाट मलाई कन्ट्याक्ट गरेर तपाईहरू र त्यसको बारेमा तपाईहरूले जानकारी पनि पाउन सक्नुहुन्छ। तपाईहरू कति लगानी गर्दाखेरि यसमा चाहिँ तपाईहरू पैसा कमाउन सक्नुहुन्छ र एक महिनामा कति पैसा कमाउनुहुन्छ भने तपाईहरूलाई त्यो भिडियोमा पुरै जानकारी चाहिँ म गराइदिएछु। त्यही भएर तपाईहरू यदि अनलाइनबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईहरू मेरो युट्युब च्यानलमा गएर भिडियो हेर्नुहोला र मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु र बेल घन्टीलाई पनि तपाईहरूले दबाइदिनु होला र आफ्नो साथीभाइहरूसँग पनि त्यो भिडियो सेयर पनि गर्न सक्नुहुन्छ। यदि तपाईहरूले वैदेशिक रोजगारमा जान चाहनुहुन्छ भन्ने विषयमा म तपाईहरूलाई जानकारी गराउन चाहन्छु। सर्वप्रथम म तपाईहरूलाई जानकारी गराउन चाहन्छु। धेरैजना साथीहरूले के भन्नुहुन्छ कि यो डिमान्ड चाहिँ फेक हो र यो डिमान्ड चाहिँ मेन पावरमा यो डिमान्ड गएकै छैन भन्ने विषयमा धेरै जस्तो साथीहरूले भन्नुहुन्छ। तर म तपाईहरूलाई आज चाहिँ फुल प्रुफ चाहिँ म तपाईहरूलाई पुरै देखाउन चाहन्छु। तपाईहरूलाई विश्वास होस् कि यो डिमान्ड कुन मेन पावरमा गएको हो र कहिले गएको हो भन्ने विषयमा तपाईहरूलाई केही जानकारी चाहिँ म गराउँछु। मलेसियाबाट कुन कुन डिमान्ड चाहिँ नेपाल गएछ म तपाईहरूलाई स्पष्ट रूपमा हेराउन चाहन्छु। यदि तपाईहरूले पनि आफ्नो मोबाइलमा हेर्न चाहनुहुन्छ भने तपाईले गुगल प्लेमा गएर वैदेशिक रोजगार एप्स भन्ने एप्स चाहिँ तपाईले डाउनलोड गर्नु, त्यहाँबाट तपाईले डिमान्ड हेर्न सक्नुहुन्छ। अब चाहिँ म तपाईहरूलाई पुरै यहाँबाट आफ्नो कम्प्युटर स्क्रिनबाट हेराउन चाहन्छु। तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ। हामी चाहिँ वैदेशिक रोजगार एप्स चाहिँ ओपन गरे। ओपन गर्दाखेरि तपाईले यहाँ हेर्न सक्नुहुन्छ साउदी अरब, कुवेत, कतार, मलेसिया, साइप्रस, ओमान, युएस, बहराइन, जापान र यहाँ मोर भन्ने विषय दिएछ। यहाँबाट तपाईले अझ क्लिक गरेर जुनसुकै देशबाट तपाईले जुनसुकै देशको चाहिँ तपाईले यहाँ प्लस गर्न सक्नुहुन्छ। हामीले मलेसियाको कुरो गरिरहेछौँ भने मलेसियाको डिमान्डको कुरो गरिरहेछौँ भने हामी मलेसियाको विषयमा हामी कुरो गरौँ, मलेसियाको डिमान्डतिर हामी लागौँ। अब चाहिँ हामी यहाँ मलेसिया लेखिएको छ, यहाँ चाहिँ हामी क्लिक गरौँ। यहाँ क्लिक गर्दाखेरि तपाईले यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सेक्युरिटी गार्ड भन्ने एउटा डिमान्ड रहेछ र एउटा अझ पनि छ जुन चाहिँ सेक्युरिटी गार्ड रहेछ र अर्को पनि यहाँ रहेछ सेक्युरिटी गार्ड र चौथो नम्बरमा पनि सेक्युरिटी गार्ड र पाँचौं नम्बरमा यहाँ हेर्दाखेरि नेपालिस वर्कर्स गुड सेलेरी प्याकेज इन मलेसिया भनेर यहाँ लेखिएछ। यो चाहिँ 10 दिन लेफ्ट, यहाँ 10 दिन यसको बाँकी छ अन्तर्वार्ताको, 10 दिन मात्रै छ यसको अन्तर्वार्ताको। अब चाहिँ हामी यहाँ गएर हेरौँ कि यो कुन कम्पनी हो र जुन चाहिँ यो कम्पनीले के को लागि चाहिँ डिमान्ड राखिएछ भन्ने विषयमा हामी केही जानकारी पाऊँ। यहाँ तपाईले हेर्न सक्नुहुन्छ 226 वटा रिक्वायरमेन्ट रहेछ। 226 जनालाई यो कम्पनीले माग गरिएछ। अब यो कुन कम्पनी हो र कस्ता कम्पनी हो भन्ने विषयमा केही जानकारी चाहिँ यहाँबाट हामी पाउन सक्छौँ। यहाँ हामी अप्लाईमा क्लिक गरौँ। यहाँ चाहिँ हामी क्लिक गर्दाखेरि यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँ पनि सेक्युरिटी गार्ड लेखिएछ। यहाँ पनि सेक्युरिटी गार्डको लागि चाहिँ यो डिमान्ड गएछ। यहाँ चाहिँ 126 जना पुरुषको लागि यहाँ चाहिँ डिमान्ड गएछ र यहाँ तलपट्टि हेर्दाखेरि अझ हेर्दाखेरि 100 जना सेक्युरिटी गार्डको लागि चाहिँ टोटल 226 जनाको लागि चाहिँ डिमान्ड चाहिँ नेपाल गएछ। अब चाहिँ हामी अर्को डिमान्डतिर लागौँ। अर्को डिमान्डको कुरो गर्दाखेरि हामी यहाँ हेरौँ अर्को डिमान्ड। यहाँ चाहिँ हामीले यो हेरी हैन नेपाल्स वर्कर्स गुड सेलेरी प्याकेज मलेसिया इन यहाँ 10 दिन
लेफ्ट भनेर लेखिएछ। अब चाहिँ हामी जब अपर्च्युनिटी इन मलेसिया भनेर यहाँ कुन कम्पनी रहेछ र के को लागि यो डिमान्ड गएछ भन्ने विषयमा यहाँ हेर्दाखेरि हामीले यहाँ चाहिँ जेनरल वर्करको लागि चाहिँ यो डिमान्ड गएछ। 22 जना पुरुषको लागि चाहिँ यो डिमान्ड चाहिँ गएछ र यसको अन्तर्वार्ता हेर्दाखेरि अझ 1 दिन बाँकी छ। तपाईले 1 दिनपछि यो डिमान्डको लागि चाहिँ तपाईले अप्लाई गर्न सक्नुहुन्छ। र अर्को हेर्दाखेरि सेक्युरिटी गार्ड र तल हेर्दाखेरि यहाँ पनि वर्कर भनेर यहाँ लेखिएछ, तर गुड सेलेरी मलेसिया यहाँ पनि अब हेर्दाखेरि 55 जना रिक्वायरमेन्ट छ। अब हामी यहाँ हेर्दाखेरि कुन कम्पनी हो भन्ने विषयमा यहाँ चाहिँ तपाईको पोल्ट्री फार्म वर्कर भनेर 30 जना चाहिँ माग गरिएछ र अर्कोमा चाहिँ जेनरल वर्कर प्लान्टेसन सेक्टर भनेर। अब प्लान्टेसन सेक्टरको कुरो गर्दाखेरि अहिले नेपालमा पनि प्लान्टेसन सेक्टरको लागि चाहिँ डिमान्ड गइरहेछ र धेरैजनाले प्लान्टेसन सेक्टर के हो भन्ने विषयमा यदि थाहा छैन भने आफ्नो साथीभाइहरूलाई प्लान्टेसनको बारेमा जान्न सक्नुहुन्छ। प्लान्टेसन सेक्टर के हो भन्ने विषयमा तपाईहरुलाई केही जानकारी यो विषयमा तपाईहरुलाई जानकारी गराउन चाहन्छु। प्लान्टेसन सेक्टरमा यदि तपाईले काम गर्न आउन चाहनुहुन्छ भने तपाईहरुले यो कुरा ध्यान दिएर सुन्नुहोला। प्लान्टेसन के हो भन्ने यो जंगलको बीचमा गएर तेलको जुन चाहिँ बोट हुन्छ त्यहाँबाट तपाईले तेलको फल टिप्नु पर्छ र त्यहाँ जाँदाखेरि तपाईलाई बाघ, भालु अथवा जंगली जानवरहरूको डर पनि हुन्छ र त्यसको साथसाथमा मोबाइलको नेटवर्क हुँदैन र पानी तपाईको राम्रोसित मिल्दैन र त्यहाँ जाँदाखेरि तपाईको अक्सिजन पनि धेरै मिल्दैन। धेरैजना साथीभाइहरूलाई खतरा पनि हुन्छ किनभने त्यहाँ विषालु सर्पहरू पनि पाइन्छ र दुख धेरै हुन्छ किनभने त्यहाँ प्लान्टेसन सेक्टरमा काम गर्दाखेरि कम्तीमा 50 देखि 80 केजी को बोझी चाहिँ तपाईले उठाएर लोड गर्नुपर्छ। त्यही भएर प्लान्टेसन सेक्टरमा यदि तपाईहरुले आउन सोच राख्नु भएछ भने प्लान्टेसन सेक्टर के हो भन्ने विषयमा राम्रोसित छानबिन गरेर मात्र चाहिँ तपाईहरुले आउनु होला। अब चाहिँ हामी अर्को डिमान्डको हेर्दाखेरि यहाँ अर्को डिमान्डमा पनि यहाँ हेर्न सक्नुहुन्छ सेक्युरिटी गार्ड भन्ने र अर्को चाहिँ तपाईले हेर्न सक्नुहुन्छ क्लिनर भनेर लेखिएछ। अब यो क्लिनर भन्ने विषयमा यहाँ थोरै हामी हेरौं यो क्लिनर के को क्लिनर हो भन्ने। यहाँ सिधै क्लिनर जेनरल भनेर लेखिएछ र यहाँ तपाईले कम्पनीको नाम पनि म कम्पनीको नाम चाहिँ मेन्सन गरिरहेको छैन हैन। तपाईहरुले वैदेशिक रोजगारमा गएर तपाईले यो कम्पनीको जुन चाहिँ डिमान्ड छ तपाईले स्पष्ट रूपमा हेर्न सक्नुहुन्छ। यहाँ लट नम्बर पनि हेरिरहेछ, लट नम्बर पनि तपाईले हेर्न सक्नुहुन्छ र यहाँ 50 जनाका लागि रिक्वायरमेन्ट रहेछ र 1700 बेसिकको यो डिमान्ड पास भएछ र अन्तर्वार्ताको कुरो गर्दाखेरि 2025 नोभेम्बर 8 तारिखमा यसको अन्तर्वार्ता हुने हो। अब चाहिँ यो के हो र यो डिमान्ड चाहिँ गएछ वा गए छैन भन्ने विषयमा म तपाईहरुलाई वैदेशिक रोजगार एप्समा जुन डिमान्ड देखाइरहेछ त्यसको म चाहिँ तपाईहरुलाई देखाए। अब चाहिँ अर्को अझ एउटा साइड रहेछ वैदेशिक रोजगार एप्सको, त्यो पनि हामी हेरौं। वैदेशिक रोजगार एप्स यहाँबाट हामीले पुरुष सिलेक्ट गरे र यहाँबाट हामी मलेसिया सिलेक्ट गर्दाखेरि यहाँबाट हामी हेरौं। यहाँ पनि तपाईले हेर्न सक्नुहुन्छ 126 वटा डिमान्ड चाहिँ यो वैदेशिक रोजगार एप्समा अहिले देखाइरहेछ। अहिले पनि 126 वटा डिमान्ड चाहिँ वैदेशिक रोजगारमा छ। अब चाहिँ यसमा के रहेछ भन्ने विषयमा म तपाईहरुलाई देखाउन चाहन्छु। यहाँ तपाईले हेर्न सक्नुहुन्छ सेक्युरिटी गार्ड भन्ने विषयमा यहाँ सेक्युरिटी गार्ड पुरै चाहिँ सेक्युरिटी गार्ड रहेछ र यहाँ पोल्ट्री फार्म रहेछ। पोल्ट्री फार्मको हो यहाँ तपाईले हेर्न सक्नुहुन्छ फार्मर रहेछ। यहाँ पनि तपाईले यहाँ फार्मरको लागि तपाईले हेर्न सक्नुहुन्छ र अझ तल आउँदाखेरि यहाँ जेनरल वर्कर पनि लेखिएछ। यहाँ गार्डियनको जुन चाहिँ अस्ति मैले भिडियो बनाएर पनि राखेको गार्डियनको, यदि तपाईहरुले गार्डियन कम्पनीमा जान चाहनुहुन्छ भने तपाईहरुले मेन पावरमा गएर सम्पर्क गर्नुहोला। अब चाहिँ यहाँ हेर्न सक्नुहुन्छ प्लान्टेसनको लोक पनि यहाँ रहेछ। प्लान्टेसन र सेक्युरिटी गार्ड यहाँ बढी मात्रामा आइरहेछ र यहाँ चाहिँ जनरल अपरेटिभ वर्कर भनेर जेएस होम लिभिङ एसडीएन भन्ने यहाँ लेखिएछ। यहाँ पनि 1700 बेसिक लेखिएछ। 2 दिन यसको बाँकी छ अन्तर्वार्ताको र यसमा चाहिँ 8 जनालाई माग गरिएछ र यसको चाहिँ डिमान्ड जुनमा गएछ यहाँ
केबली ह्युमन रिसोर्स प्राइभेट लिमिटेड भनेर मेन पावरमा गएको हो। अब अर्को हेर्दाखेरि यहाँ हाउसकिपिङ रहेछ र अर्को हेर्दाखेरि यहाँ जेनरल वर्कर रहेछ, गिच रिटेलको रहेछ र यहाँ हामी नेक्स्टमा क्लिक गर्दाखेरि अब तपाईहरूले यहाँबाट स्पष्ट रूपमा तपाईले हेर्न सक्नुहुन्छ कि यहाँबाट कुन कुन डिमान्ड चाहिँ अहिले नेपाल गएछ र कुन कुन डिमान्ड चाहिँ यहाँ वैदेशिक रोजगारमा सो गरिरहेछ भन्ने विषयमा तपाईहरूले यहाँबाट तपाईले जानकारी पाउन सक्नुहुन्छ। अब चाहिँ धेरैजना साथीहरूले के भन्नुहुन्छ भन्ने हामी मेन पावरमा गएर सोद्धाखेरि मेन पावरले के भन्नुहुन्छ कि अहिले डिमान्ड त यो आएकै छैन, यो डिमान्ड नै होइन, यो डिमान्ड नै फेक हो, यो हामी कहाँ आइपुगे छैन भन्ने विषयमा जानकारी गराउँछ। अब तपाईले सोच्नु होला मलेसियाको जुन चाहिँ सम्झौता भएछ त्यहाँ जुन सम्झौता अनुसार म तपाईहरूलाई भन्न चाहन्छु त्यो सबै चाहिँ फ्री भिसा फ्री टिकट हो र तर पनि हाम्रो नेपालको मान्छेहरू के गरिरहेछ पैसा तिरेर चाहिँ मलेसिया आइरहेछ र त्यो पनि अहिले पैसा कति तिरिरहेछ भने 4 देखि 5 लाख, कसैले 5.5 लाख पनि दिइरहेछ। अब यस्तो क्रममा हाम्रो नेपालको जुन चाहिँ मेन पावरहरू छ त्यहाँको जुन चाहिँ कमाउने स्रोत चाहिँ बनाइरहेछ, श्रमिकहरूसँग धेरै पैसा उठाएर त्यहाँ आफ्नो खल्ती चाहिँ भरिरहेछ र यसमा चाहिँ कोले साथ दिइरहेछ भने यसमा चाहिँ धेरै ठुला व्यक्तिहरू पनि साथ दिइरहेछ, दलालहरू साथ दिइरहेछ र यसमा पनि हामीले बढौती दिनको लागि कोले साथ दिइरहेछ भने हामी जस्तो श्रमिक व्यक्तिले जुन चाहिँ वैदेशिक रोजगारको लागि खोज्दै हुनुहुन्छ त्यहाँले बढौती दिइरहेछ। अब यसको लागि हामीले के गर्नुपर्छ भन्ने विषयमा हामीले कहिल्यै पनि सोच्दैनौँ। हामीले के गर्छौं भने हामी गएर सिधै मेन पावर अथवा एजेन्टलाई के भन्छौं भन्ने हामी चाहिँ मलेसिया जान चाहन्छौं, कुन कम्पनीको डिमान्ड हो भन्ने विषयमा कुरो गर्छौं र यसको साथसाथमा कति लगानी हुन्छ भन्ने विषयमा हामी कुरो गर्छौं। तर मेन पावर कम्पनीले के भन्नुहुन्छ अहिले डिमान्ड छैन, डिमान्ड आएपछि म हजुरहरूलाई जानकारी गराउँछु। अब चाहिँ हामीले आफ्नो पासपोर्ट र आफ्नो डकुमेन्ट चाहिँ दिएपछि उहाँले के भन्नुहुन्छ अहिले डिमान्ड आएछ तर चाहिँ बढी पैसा लागिरहेछ, के गर्ने, जाने कि नजाने भन्ने विषयमा त्यहाँहरूले कुरो गर्छ। अब यस्तो क्रममा हामीले के गर्छौं भने हामीले भन्छौं कि हुन्छ हामी मलेसिया जानको लागि जति पैसा हुन्छ हामी सक्दो चाहिँ हजुरहरूलाई म दिन्छु तर मलेसियाले हामी जानुपर्ने। अब यस्तो विषयमा मेन पावर कम्पनीले के भन्नुहुन्छ कि हामीले 5.5 या 5 लाख रुपैयाँ पायो भने तपाईले जान सक्नुहुन्छ। यस्तो विषयमा हामीले 5 या 5.5 लाख रुपैयाँ दिन्छौं र मलेसिया आउँछ र तुको कुन कम्पनी आउँछ त्यस्तो सिक्युरिटी गार्ड, प्लान्टेसन, वाइल्ड प्लाम भन्ने विषयमा धेरै जसो अहिले जुन चाहिँ डिमान्ड गइरहेछ त्यहाँ चाहिँ डिमान्ड चाहिँ त्यस्तो डिमान्डमा चाहिँ हामीले नेपालबाट मलेसिया आउँछौं र यहाँ आएर हामीले राम्रो कमाइ हुँदैन, राम्रो कमाइ हुँदैन भने हाम्रो दुःख चाहिँ बढ्छ र बढेपछि हामीले के गर्छौं कि हाम्रो ऋणको पैसा पनि चुक्ता गर्न चाहिँ अप्ठ्यारो हुन्छ। अब चाहिँ हामी अझ पनि हेर्दाखेरि यहाँ तपाईले हेर्न सक्नुहुन्छ सिक्युरिटी गार्ड र एग्रिकल्चर र यहाँ चाहिँ फ्याक्ट्री वर्कर, यहाँ चाहिँ 1500 बेसिक देखाएछ तर फ्याक्ट्री वर्करको लागि चाहिँ अहिले कोटा खुले छैन, अहिले फ्याक्ट्री वर्करको लागि चाहिँ कुनै पनि डिमान्ड गए छैन। यस्तो विषयमा तपाईहरूले नझुक्नु होला किनभने फ्याक्ट्री वर्करमा यदि तपाईले भनेर मेन पावरले अथवा दलालले तपाईलाई पैसा लिन्छ भने तपाईहरूले नदिनु होला। अहिले 2025 यहाँसम्म अहिले खुल्दैन। किन खुल्दैन भने यो चाहिँ मलेसियाको सरकारले के सोचेर अहिलेसम्म फ्याक्ट्री वर्करको लागि चाहिँ डिमान्ड रोकिएछ। अहिले पनि मलेसियाबाट फ्याक्ट्री वर्करको लागि चाहिँ कुनै पनि देशमा चाहिँ अहिले डिमान्ड गए छैन। किन गए छैन भने यो चाहिँ मलेसिया सरकारको जुन चाहिँ सोचाइ छ त्यहाँ छ। अब मलेसिया सरकारले कति बेला चाहिँ कम्पनी वर्करको लागि चाहिँ डिमान्ड खोल्छ, कति बेला चाहिँ ओपन गर्छ भन्ने विषयमा कसैलाई पनि थाहा छैन। अब कसैले भन्ना मलाई त थाहा छ, यो कुरो मलाई थाहा छ, यस्तोमा म जान सक्छु, कम्पनी वर्करमा जान सक्छु, मेरो दाइले भिसा पठाइदिन्छ, म गइरहेछु भन्ने विषयमा कुरो गर्छ तर यो असम्भव छैन है। म तपाईहरूलाई जानकारी गराउन चाहन्छु। यहाँ पनि हेर्न सक्नुहुन्छ सबै चाहिँ यहाँ सिक्युरिटी गार्डको लागि र एग्रिकल्चरको लागि बरबाकी छ। त्यहाँको लागि चाहिँ के छ भने सुपरमार्केटको डिमान्ड रहेछ। अब यो पोल्ट्री फार्मको लागि यहाँ चाहिँ वर्कर कन्ट्र्याक्सनको लागि छ, यहाँ कन्स्ट्रक्सनको हो। जब यहाँसम्म तपाईले हेर्न सक्नुहुन्छ
कुनै पनि यहाँ कम्पनीको डिमान्ड छैन। यदि कम्पनीको डिमान्ड छ भने 1700 बेसिकमा पास गरेर हेराइदेऊ र त्यहाँबाट ओरिजिनल जुन चाहिँ लट नम्बर छ त्यो हेराइदेऊ। म भन्छु कि यदि कम्पनी वर्करको लागि चाहिँ डिमान्ड छ भने मलाई यो कुरा मलाई बताउनु। अब चाहिँ म तपाईहरुलाई जानकारी गराउन चाहन्छु, तर म तपाईहरुलाई फेरि पनि म भन्न चाहन्छु, यदि तपाईहरु मलेसियामा निरन्तर काम गर्दै हुनुहुन्छ भने तपाईहरुले यदि अनलाइनबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईले मेरो भिडियो गएर हेर्नुहोला र त्यहाँबाट तपाईले सिक्नुहोला केबाट हामी पैसा कमाउँछौं र कति पैसा कमाउँछौं भन्ने विषयमा तपाईले थाहा होला। यदि तपाईहरुले अनलाइनबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईहरुले मेरो WhatsApp नम्बरमा तपाईले कन्ट्याक्ट गर्नु र त्यहाँबाट तपाईले के प्रोसेस छ भने म तपाईहरुलाई फुल डिटेल चाहिँ तपाईहरुलाई बताउने छु। आजको डिमान्ड र आजको जानकारी चाहिँ यति नै। आगामी दिनमा फेरि पनि म तपाईहरुको लागि केही विशेष जानकारी चाहिँ हजुरहरुको लागि म लिएर आउँछु। अहिले चाहिँ बिदा चाहन्छु। हस्त नमस्ते, धन्यवाद।